नमस्ते। आज चाहिँ पोट्याटो चिप्स कसरी बन्छ र कस्ता कस्ता मेसिनहरू हुन्छन् भनेर हामी यहाँलाई देखाउन गइरहेका छौँ। जस्तै यो चाहिँ पोट्याटो पिलर मेसिन हो। फर्स्टमा हामीले यसलाई पिलिङ गर्ने काम गर्छौँ। आलुलाई यहाँ हालेर र यहाँबाट पानीको सप्लाई गरेर यसमा रेगुलर लगभग 5 देखि 10 मिनटमा आलु तास्ने काम गरिन्छ। आलु तास्ने काम गरिसकेपछि हामीले यसरी सर र खोलिसकेपछि यहाँबाट आलु निस्किने गर्छ। आलु निस्किसकेपछि त्यो आलुलाई हामीले पोट्याटो स्लाइसर मेसिन जसले चाहिँ यसलाई काट्ने काम गर्छ। यसमा 3 किसिमको डाई हुन्छ। एउटा तपाईँको यो भुजुरी टाइपको, एउटा जिगज्याग टाइपको र एउटा प्लेन टाइपको। अब कुन साइजको कस्तो खालको मोल्ड हाल्ने हो त्यही अनुसार हामीले डाई हालेर यसबाट चिप्स कटिङ गर्छौँ। अब कटिङ गरिसकेपछि यसलाई हामीले तातो पानीमा एकछिन डुबाउँछौँ। तातो पानीमा डुबाएर त्यसको स्टार्चहरू निकाल्ने काम गर्छौँ। निकालिसकेपछि हामी यो हाइड्रो मेसिन जसले चाहिँ पानी निथार्ने काम गर्छ, यो मेसिनमा हालेर चाहिँ पानी निथार्ने काम गर्छौँ। सर र यो घुम्छ। लगभग 5 मिनटको अन्तरालमा यसले सबै पानीहरू निथारिदिइसक्छ। निथारिदिइसकेपछि यो चाहिँ टिल्टिङ टाइपको हो। यसरी यसरी लडाएर पनि गर्न सकिन्छ सजिलोसँग। अब तपाईँले यसबाट निक्लिसकेको चाहिँ काटेको स्लाइसिङ चिप्सलाई हामीले के गर्छौँ, यसमा यो इलेक्ट्रिक फ्रायर हो। अब यो कुन स्केलमा गर्ने हो हजुरले? अब सानो स्केलमा ठिक्कको स्केलमा गर्दाखेरि यो 20 लिटरको इलेक्ट्रिक फ्रायर पनि युज गर्नुहुन्छ। साथै तपाईँले ग्यासबाट चल्ने कालो कराई मार्फत पनि गर्न सक्नुहुन्छ। त्यस्तै इलेक्ट्रिक अलिक ठुलो फ्रायर लिएर 3 फेज लाइन लिएर पनि गर्न सक्नुहुन्छ। यहाँ अहिले देखिएका मेसिनहरू चाहिँ सबै घरको बिजुली 32 एम्पियरबाट चल्ने मेसिनहरू हुन्। हामीले यो इलेक्ट्रिक फ्रायरबाट हामीले चिप्सलाई फ्राई गरिसकेपछि यसमा भएको तेललाई फेरि यो ड्रायर हाइड्रो मेसिनमा हालेर निथार्ने काम गर्छौँ। कसैले यही मेसिनले दुईटै काम गराउनुहुन्छ र अन्त तेल र पानी मिक्स हुँदाखेरि अन्त छुट्टै एउटा हाइड्रो मेसिन राखेर पनि ड्राई गर्नुहुन्छ। अब ड्राई गरिसकेको चिप्सलाई हामीले अब के गर्नुपर्छ भने मसला मिक्स गर्नको लागि यो कोटिङ प्यान युज गर्न सकिन्छ। अब कोटिङ प्यान मार्फत चाहिँ हजुरले यहाँ मसलालाई यसभित्र हालिदिइसकेपछि सर र एउटा चाहिँ जाली छान्नी जस्तोमा चाहिँ सर र यसरी छर्किन सक्नुहुन्छ। यसलाई छर्केर यसले घुमाउँछ। एकछिन लगभग 2-3 मिनट घुमाइसकेपछि अब सबै मसलाहरू मिक्स हुन्छ। भइसकेपछि यसलाई टिल्ट गरेर यसरी पल्टाएर उतापट्टि झार्न सकिन्छ हैन। अब झारिसकेको कुरालाई चाहिँ हामीले के गर्छौँ, अब मेनुअल्ली छ भनेदेखि हजुरले यस्तै पाउच प्लास्टिकमा चिप्स हालेर, अब यसलाई चाहिँ डबल लेमिनेसनवाला प्लास्टिक चाहिन्छ। त्यसमा हालेर हामीले यो फुड सिलर विथ एयर फिलर, यसले चाहिँ 2 किसिमले हावा भर्न सकिन्छ। एउटा चाहिँ नाइट्रोजन ग्यास प्रयोग गरेर हावा भर्न सकिन्छ भने अर्को चाहिँ नर्मल हावा एयर कम्प्रेसर जोडेर पनि गर्न सकिन्छ। त्यस्तै हामीले यसरी सट्ट यहाँ हेर्न सक्नुहुन्छ एउटा नोजल छ। नोजलमा यसरी यो प्लास्टिक छिराएर यसै गरेर खिचिक पारिसकेपछि यसले फर्स्टमा हावा भर्छ। हावा भरिसकेर फेरि थिच्दाखेरि चाहिँ चिपिक्क यो प्याकिङ भएर रेडी हुन्छ। अब यसले बजार पठाउन पनि सकिन्छ। अब त्यो अलावा म अटोमेटिक गर्छु भन्नुभयो भने अटोमेटिक मेसिन राखेर यहाँहरूले अटोमेटिक प्लास्टिक माला जस्तो विभिन्न साइजकोमा प्याक गरेर बजार पठाउन पनि सक्नुहुन्छ। लगभग यति सेट यहाँ हेर्न सक्नुहुन्छ। 1, 2, 3, 4, 5, 6वटा मेसिन। यति मेसिन राखेर तपाईँले प्रोडक्सन गर्नुभयो भने एउटा राम्रो प्रोडक्सन गर्न सकिन्छ। यतिको लगभग लगानी लगभग 4-5 लाखको हाराहारीमा चाहिँ यतिको व्यवसाय चाहिँ स्टार्ट गर्न सकिन्छ। अनि अब थप जानकारी चाहियो भने चेन्जिङ नेपालमा फोन गरेर यहाँले जानकारी लिन सक्नुहुन्छ। धन्यवाद।